यो ससुरो बुढो बाहिर निस्के। बाहिरै छु हो जोइ साहब। के हो छोरी जोइ त मजाले नाच्दै आउनु भएको छ त। नाचेको देखि ससुरा बुढो त हैजाले लानु नसकेको। तँलाई हैजाले लगेको भए त यो गाह्रो भिड्न पर्थेन मैले। होइन के भयो जोइ साहब, सासै फुत्केला जसरी भुक्नु भएको छ त। बिहेपछि चढ्नको लागि तिमीले मलाई दाइजोमा बाइक दिन्छ भन्थ्यौ, तर तिमीले त हिजो भैँसी पठाइदिएको रहेछौ। तिम्रो छोरी फिर्ता गरिदिऊ कि चढ्नको लागि मलाई बाइकै दिन्छौ? जोइ साहब, चढ्नलाई त मैले छोरी दिएको छु त। भैँसी त मैले दुध खानलाई पो दिएँ। दुध खानको लागि त तिम्रो छोरीको छँदैछ त। भैँसी किन चाहियो? तर मलाई चढ्नको लागि बाइकै चाहियो। होइन भने तिम्रो यो नबिकेको छोरी कसले लाँदो रहेछ म पनि हेर्छु। बुढी पहिला गएर रन्डाइमा त्यो पनि 2 वर्ष भयो मामा। तिम्रो छोरी सेकेन्ड ह्यान्ड नै भयो भने म लान्छु मामा। इन्डियामा गएर 10 वर्ष भाँडा माझेर रिटायर भएर आएको मान्छेले त पाल्न सकेन मेरो छोरी। तिमी जस्तो लखर लखर डुलेर हिँड्ने लफङ्गाले कसरी पाल्छौ मेरो छोरी? हैसियत छ तिम्रो? केस सारा गर्मी हो मामा। एसी छैन एसी। हे तेरिका, यही बेलामा फोन आउनु पर्ने फेरि। हेलो ओहो जोइ साहब, कहाँ बिरुनु भएको? ल आएर बसिहाल्नुहोस् त। ए भाडामार्ती भाइ, मेरो जोइलाई तातो चिसो के छ यसो व्यवस्था गरिदिइहाल त। ससुरा बा, मलाई बाइक साइक केही चाहिँदैन। मलाई तिम्रो छोरी भइ पुग्छ। अहिलेको जमानामा नि दाइजो माग्नेलाई दिन्छु म छोरी। तँलाई त के दिनुपर्छ मलाई थाहा छ।